गृहमन्त्रीज्यू हाम्रो बालबालिकाले मारेर कस्तो फिल भइरहेको छ तपाईलाई? गृहमन्त्रीज्यू हाम्रो बालबालिकाको रगत लिएर कस्तो महसुस भइरहेको छ तपाईलाई? हाम्रो आज सिराहामा हाम्रो जुन बालक मरेको छ त्यसको विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? तिमी उ जेएनजीको उयो हैन? हजुर हजुर उयो हजुरको हैन? हजुर हजुर तपाईहरुकै हो। भाइको हैन तिमी? हजुर 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 एकछिनको दिन हजुर हैन? हजुर हजुर बोल्छौँ हामी, बोल्छौँ गलतको विरुद्धमा बोल्छौँ हामी। ग्याप दिनु न हौ। हाम्रो आज ढिलै भए पनि हाम्रो मन्त्रीज्यू आएर आज म पनि आक्रोशित भएँ। त्यो आफ्नो ठाउँमा छ, तर मन्त्रीज्यू आएपछि हाम्रो यहाँ हामीले हाम्रो पालिकाभरिको सम्पूर्ण युवा लगायत सम्पूर्ण जनताको माग अनुसार जुन छ हाम्रो मन्त्रीज्यूले सम्बोधन गर्नुभयो र मलाई पूर्ण विश्वास छ कि हाम्रो मन्त्रीज्यूले यो जुन राख्नुभयो त्यो निश्चित रूपले अब पुरा गर्नु हुनेछ। किनभनेदेखि यो अब केही कुरो कानुनी हिसाबले जानुपर्छ, मन्त्री परिषदबाट निर्णय गर्नुपर्ने हुन्छ। त्यसकारण जुन छ यो आजै जुन छ यो निकास हुनु पर्यो त्यो कुरो छैन। जस्तो कि म 10 लाख रुपियाँ दिएँ पालिकाबाट, अब भोलि नै चाहिँ पैसा चाहियो भने कहाँ दिन सकिँदैन, किनभने त्यो प्रक्रिया मिलाउनु पर्छ। सबै प्रक्रिया मिलाइसकेपछि 10 दिन 5 दिन लाग्छ। त्यसकारण जुन छ त्यस्तै हिसाबले जस्तो पालिका स्थानीय सरकार छ, त्यस्तै प्रदेश सरकार छ, त्यस्तै जुन छ केन्द्र सरकार, सिस्टम सबैको एउटै हो। त्यसकारण जुन छ सिस्टम मिलाएर मलाई पूर्ण विश्वास छ र हजुरहरूलाई पनि हाम्रो पालिकाको सम्पूर्ण जनता, युवा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई आग्रह गर्न चाहन्छौँ कि हाम्रो देवानगञ्जमा जुन घटेको घटना प्रति हामी सबैजना दुखी छौँ। दुख गर्दै हामी जुन छ भोलि यो मृतक परिवारहरूसँग कोर्डिनेसन गरेर हामी जुन छ अगाडि बढेर भोलि जुन छ अब लास्ट धेरै 5 दिन बितिसकेको छ मृत्यु भएको, उहाँलाई जुन छ यहाँ सद्गत गर्नको लागि हामी प्रयास गर्छौँ र भोलिको दिनमा जुन छ सद्गत गरेर हाम्रो म एउटा आश्वासन दिन चाहन्छु। हाम्रो मन्त्रीज्यूले अब जस्तो शहीद घोषणाको कुरो छ पूर्ण विश्वास छ उहाँले गर्नुहुनेछ। किनभनेदेखि पालिकाले गर्ने शहीद घोषणा गर्ने अधिकार छैन। तैपनि हामीले पालिकाबाट निर्णय के गर्यौँ भने हामी शहीद घोषणा गर्दै केन्द्र सरकारलाई जुन छ यसलाई लागू गर्नको लागि हामी निवेदन गरेका छौँ। त्यो अनुसार पनि हाम्रो यो केन्द्र सरकारलाई वास्तवमा भन्नुहुन्छ भने एउटा हामी यो शहीद घोषणा गरिसकेका छौँ, तर त्यसलाई जुन चाहिँ लागू गर्नको लागि मात्रै केन्द्र सरकारले अनुमोदन गर्ने हामी निर्णय गरेका छौँ र हाम्रो प्रत्यक्ष मन्त्रीज्यू हुनुहुन्छ, उहाँले यसलाई सम्बोधन निश्चित रूपले गर्नुहुन्छ। बाँकी कुरो अब जस्तो राहतको कुरो हुन्छ, अरू धेरै कुरो छ। यदि हाम्रो मन्त्रीज्यूले दिनु भएन, कहीँ धोका दियो भने म दिन तयार छु। उहाँको लागि म सबै कुरो उहाँले भनेको कुरो म पुरा गर्छौँ। यति भन्दै भोलिको दिनमा आज जुन जयप्रकाश मेहताको निधन भएको छ, उहाँको पीडित पक्षको भनेअनुसार उपचारमा लापरवाही भएको कुराहरू पनि आइरहेको छ। यस विषयमा के भन्नुहुन्छ? उहाँहरूले भन्दै हामी थप उपचारको लागि काठमाडौँ लान्छौँ, तर सरकारले सुनिएन भन्ने कुराहरू आइरहेको छ। त्यस विषयमा पनि तपाईँले बोलिदिनु पर्यो जस्तो भयो। अब त्यसमा खास कुरो के छ भनेदेखि वास्तवमा हाम्रो हंसराज भाइले जुन भन्नुभयो कुरो ठिकै छ। लापरवाही यो बिमारी यस बिमारीमा जुन छ लापरवाही मात्रै होइन, लापरवाही जुन छ सबै बिमारीमा हुन्छ। पैसाको चलखेल सबै पेसेन्टमा हुन्छ, यसमा कुनै सन्देह छैन। यति बेला स्वास्थ्य मन्त्री पनि हुनुभएको छ, यो कुरा तपाईँ भन्दै होइन। यो स्वास्थ्य मन्त्रीज्यू पनि सुनिराख्नु भएको छ। मलाई लाग्छ यो कुरोमा यो विराटनगरको कुरो मात्रै मैले भनेको भने देशभरिमा जुन छ सम्पूर्ण यो हस्पिटलहरूलाई सम्पूर्ण हस्पिटलमा यसलाई नियमन गरेर जानुपर्छ। आगामी दिनमा जुन छ यस्तो नहोस्, यस्तो जुन छ बिमारीहरूले पीडा नपाओस् उहाँहरूले आग्रह गर्न चाहन्छौँ। र उहाँहरूले भनेपछि वास्तवमा हस्पिटलमा पनि सुधार हुनेछ र यत्रो दिनदेखि बिग्रेको कुरोलाई सुधारमा एकै दिनमा सुध्रिन सक्दैन। मात्र उहाँहरूको जुन छ 3 महिना मात्रै भएको छ। त्यसकारण उहाँहरूले यो अब ठोकर लाग्दै जुन छ अगाडि बढ्दै जुन छ मान्छे सुध्रिन्छ, सुधार गर्न सकिन्छ। हामी एकैचोटि गर्न सक्दैनौँ। त्यसकारण जुन छ एकैचोटि उहाँलाई पनि दोष दिन मिल्दैन।
अब 3 महिना मात्रै भएको छ, बिस्तारै जुन छ सुधार गर्दै जानु नै हुनेछ मलाई विश्वास छ। सुरक्षाको विषयमा लिएर गृहमन्त्रीसँग एउटा प्रश्न छ। अनि तपाईँले अहिले जुन गृहमन्त्रीज्यू, देशभरिको छ, जुन अहिले यहाँका जनताहरू त्रास छन्, डरले एकदमै डरेर बचिरहेछन्। त्यसका लागि यहाँ सुरक्षा निकायको दृष्टिकोणले तपाईँहरूले के कस्ता पहलहरू गर्दै हुनुहुन्छ? विशेष हामीले पहिलो दिनमै जब यो घटना घट्यो हामीले सुरक्षा संयन्त्रलाई परिचालन त्यही अनुसारमा गरेका थियौँ, संवेदनशील भएर गरेका थियौँ। र अहिले हाम्रो पहाडी जिल्लाको जति पनि हाम्रो सुरक्षा संयन्त्रहरू हुनुहुन्छ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, लगभग तपाईँको 2000 भन्दा बढी हाम्रो नेपाल प्रहरी सशस्त्र प्रहरी बल यहाँ खट्नु भएको छ। साथै हाम्रो नेपाल आर्मी पनि खट्नु भइरहेछ। अहिले तपाईँले देखिराख्नु भएको छ होला, यसको हाम्रो समाजमा एउटा शान्ति सुरक्षा कायम गर्नलाई। र यो समस्यालाई चाहिँ अब हामीले एउटा धार्मिक द्वन्द्व अहिलेसम्म हाम्रो देशमा भएको छैन, तर यो हाम्रो भन्दा नि पहिला त पछिल्लो भएको हो नि त होइन। तर यसलाई चाहिँ अब हामीले जरादेखि समाधान गर्नुपर्ने जरुरत देखिरहेको छौँ हामीले चाहिँ। हाम्रो देशमा कहिले पनि यो धर्मको नाममा धार्मिक युद्ध, धार्मिक द्वन्द्व भन्ने हाम्रो देशमा चाहिँ भएको छैन। अनि मन्त्रीज्यू, यो त्यही भएर अहिले यो जति हाम्रो देवानगञ्जको हाम्रो यो पुरै सुनसरी भागको हाम्रो नागरिकहरू सुत्नु पाउनु भएको छैन, त्यसको दायित्व त हाम्रो पनि हो नि त। हामी त्यही अनुसार हामी डे 1देखि हामी खोटेको हो। त्यसको लागि छानबिन समिति उताबाट पठाउनुदेखि लिएर स्वास्थ्य मन्त्रीज्यूलाई यतापट्टि पठाउनेदेखि लिएर हामीले केन्द्रबाट काम गरेर कसरी हामीले छानबिन समितिलाई अझै प्रभावकारी बनाउन सकिन्छ, निष्पक्ष बनाउन सकिन्छ र कसरी यो दोषीलाई चाहिँ कारवाही गर्न सकिन्छ, हामीले त्यतातिर फोकस थियौँ। अनि पछिल्लो समय यो सुनसरी लगायत देशभरिमै त्यो मदरसाहरूबाट विदेशी फन्डिङहरूले गर्दाखेरि यस्तो धार्मिक द्वन्द्वहरू निम्तिरहेछ। यो तर्फ चाहिँ सरकारले अहिलेसम्म के गरिरहेछ र तपाईँहरूले अबका दिनमा त्यसलाई नियन्त्रण गर्न के प्रयास गर्नुहुनेछ? यस्तो छ, तपाईँको छानबिन गर्नुपर्ने धेरै कुराहरू छन् होइन, सबै कुराहरू छन्। अब एउटा मात्र संस्थालाई नदिउँ, हिन्दू मात्र नभनौँ, मुस्लिम मात्र नभनौँ, क्रिस्चियन मात्र नभनौँ, यो सबै समुदायको हाम्रो मठ मन्दिरदेखि लिएर हरेक कुरामा धेरै ठाउँमा छलफल भएको त छ नि त, तपाईँहरूको पनि थाहा छ। तर यस्तो छ नि त मन्त्रीज्यू, हाम्रो देशमा तपाईँलाई दर्ता नभइकन अर्बौं खर्बौं लगानी गएर तल्लो तल्लाको ठुला मस्जिदहरू बनेको छ, मदरसाहरू बनेको छ, तर त्यसमा चाहिँ अहिलेसम्म निगरानी सरकारको छैन। त्यो चाहिँ पछिल्लो समय देखिएको छ। त्यो छैन, किन छैन भने हामी थिएनौँ, हामी भर्खर 3 महिना भइमा आएको हजुर होइन। अब पहिला थिएन, अब उहाँहरूको भारी त हामीले बुझ्नु सक्दिनँ मैले त। त्यही पनि उहाँहरूले सपोर्ट गर्नु भएर सहयोग गर्नु भएको छ। अहिले आएर चाहिँ ल है हामीले पहिला छुट्टाएको कुराहरू यसपालि तपाईँले गर्नुपर्छ भनेर पुराना दलका साथीहरूले नै हामीलाई सुझाव दिनुभएको छ, त्यसलाई नै हामीले पोजिटिभली लिएको छौँ। तर अब त हामीले गरेन भने कसले गर्ने त? अनि यो सुनसरीको घटना लिएर देशव्यापी घटना अहिले चर्किएको छ, यसलाई चाहिँ नियन्त्रण गर्न देशवासीलाई के भन्न चाहनुहुन्छ? देशवासीलाई हामीले के एउटा सन्देश दिन चाहन्छौँ भन्दाखेरि चाहिँ हाम्रो देश नेपाल अहिलेसम्म विभिन्न जात, धर्म, वेशभूषा एउटै ठाउँमा बसेर हामी अहिलेसम्म हाम्रो देशमा यो लेभलको यो तहको हामीसँग द्वन्द्व भएको सृजना भएको थिएन। र यसमा आशाले पनि होला अब उहाँहरूले माग गर्नु जायज पनि हो। अब हाम्रो सरकार हो, हाम्रो सरकार भएपछि हाम्रो माग पुरा हुन्छ। पहिला धेरै कुरा हाम्रो यस्तो माग गर्दाखेरि हाम्रो पुरा भएको थिएन, छानबिन पनि निष्पक्ष भएको थिएन भन्ने आशा पनि हो। र यसपालि उहाँहरूलाई चाहिँ आफ्नो जनतालाई, आफ्नो नागरिकलाई जसले हामीलाई भोट दिएर पठाउनु भयो, उहाँहरूलाई निराश बनाउने काम चाहिँ हामी चाहिँ हाम्रो तर्फबाट एकैछिन ल, एउटा प्रश्न। 5 दिन भएर मात्र म आएको होइन नि त, म त तपाईँको यस्तो छ। एकछिन जुगेश भाइ प्लिज ठिक छ, त्यसो उहाँले प्रश्न गर्नु भइसक्यो। I have one curiosity. एकैछिन पक्नु ल, उहाँले क्वेसन गर्नुभएको ठिक छ, म भन्छु। 5 दिनदेखि तपाईँहरूले देख्नु भएको छैन म चाहिँ नआएको होइन। हामी गृह मन्त्रालय यहाँका स्थानहरूले गृहमन्त्री नै आउनुपर्छ भन्ने कुरा पछि साम्य हुन्छ भने सुरुदेखि नै उहाँहरूको माग नै थियो, गृहमन्त्री यहाँ घटनास्थलमा आउनुपर्छ, स्थलगत गर्नुपर्छ भन्ने कुरा त स्थानीयबाट नै उठिरहेछ नि त। यस्तो हो क्या, आशा गर्नु स्वाभाविक हो, गृहमन्त्री जहाँ पनि पुग्नुपर्छ भन्ने स्वाभाविक पनि हो। उहाँहरूको आशालाई निराश नगर्न मेरो दायित्व पनि हो। तर यो सँगसँगै मेरो त अर्को दायित्व भनेर देश पनि हो नि त। अर्को ठाउँमा यो चर्किला कि भन्ने हाम्रो पूर्व तयारी त गर्नुपर्ने थियो, जसको परिणाम अहिले हामीले भोगिरहेछौँ। पूर्व तयारी गर्दा गर्दा पनि अहिले हामी भोगिरहेछौँ। त्यसमाथि पहिलो हाम्रो दायित्व के हुन्छ, स्वास्थ्य उपचार उहाँहरूको राम्रोसित हाम्रो निःशुल्क हुनु पर्यो, उहाँहरू स्वास्थ्य उपचार निको हुनु पर्यो, उहाँहरू सेफ हुनु पर्यो भन्ने हाम्रो पहिलो प्राथमिकता हो। त्यसका लागि हामीले नेपाल सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयको हाम्रो स्वास्थ्य मन्त्री अनि आज अन्त्यमा उहाँले पठायौँ हामीले। तर त्यसपछि पनि हाम्रो गृह मन्त्रालयको दायित्व चाहिँ के हुन्छ नि, शान्ति सुरक्षा कायम राख्नलाई
यो समाजमा त्यो हुने बित्तिकै तपाईँले देखिहाल्नुभयो यहाँ धेरै ठुलो झगडा परेको थियो, धेरै ठुलो द्वन्द्व भएको थियो। त्यो द्वन्द्वलाई चाहिँ हामी समाधान गर्नलाई हामीले त किनकि स्ट्राटेजिक प्लानिङ गर्नु पर्यो नि। त्यो म यहाँ आएर मात्र त हुने त होइन। यो कुरा फैल्यो भने अरू ठाउँमा गयो भने के गर्ने भन्ने समेत त हामीले प्लानिङ गर्नु पर्यो। फ्युचरमा नहुने पनि भन्ने पनि प्लानिङ गर्नु पर्यो नि। त्यसको लागि हामीलाई सुरक्षा सम्मन्त्रीहरूसँग बसेर, हाम्रो सुरक्षा प्रमुखहरूसँग, आइजी चिफ या आइजीहरूसँग बसेर, चिफ साहबहरूसँग बसेर, आर्मीको चिफ साहबहरूसँग बसेर, प्रधानमन्त्रीसँग बसेर हामीले त देशभरिको लागि हेर्नु पर्यो नि त होइन। त्यही भएर हामीलाई अलिक समय लागेको मात्र हो। तर त्यो भनेको मतलब हामी काम नगरेको होइन। तपाईँले देख्नु सक्नुहुन्छ अहिले हाम्रो छानबिन समिति तत्कालै हामीले गठन गरेको। त्यसपछि फेरि उहाँहरूले के भन्नुभयो भन्दाखेरि चाहिँ होइन एकजना एसपी साहब चाहिँ हामीले अलिक चित्त बुझेन भन्ने कुरा गर्नुभयो। त्यसपछि हामीले फेरि एसपी साहब पनि चेन्ज गरिदियौँ। अझै यो छानबिनलाई अझै निष्पक्ष होस् भनेर हामीले अझै 3जना मान्छे थप्यौँ। त्यसमा फोरेन्सिक अनि ब्यालिस्टिक, जो गोलीको बारेमा बुझ्छ अनि जसले त्यो फोरेन्सिकको बारेमा बुझ्छ, उहाँहरूलाई पनि थपिदिउँ ताकि दोषीलाई कारवाही होस्। पहिला जस्तो समय होइन नि त तपाईँको त होइन। अनि अर्को कुरा चाहिँ के छ भन्दा यसमा चाहिँ तपाईँको चाहिँ अब यो सुरक्षा सम्बन्ध अहिले किन अहिले एक्टिभ भएन भन्ने प्रश्नहरू पनि मैले धेरै भोगिरहेको छु। हामीले बल्ल बल्ल सुरक्षा संयन्त्र चलाउनलाई, उहाँहरूलाई अलिकति अपलिफ्ट गर्नलाई, उहाँहरूलाई स्रोत साधन दिनलाई अस्ति साउन 1 गतेदेखि बल्ल हामीसँग बजेट आएको छ। जति पनि बजेट थियो कार्यान्वयन गर्नुपर्ने त पुरानो बजेट थियो। हामीले कसरी काम गर्नु त? आएको 3 महिना भएको छैन। त्यसमाथि साउन्डबाट बल्ल बजेट आएको छ हामीलाई। साउन्डबाट बजेट आएपछि उहाँहरूले त्यही अनुसारमा स्रोत साधनहरू हामीले जुटाउनु पनि पर्यो नि त। त्यो पनि छैन। बल्ल 15 दिन भयो अहिले तपाईँको 14 गते आज हो होइन। त्यही भएर हामीले काम गर्नु नपाइरहेको अवस्था छ। तर हामी प्रतिबद्ध छौँ यसमा। हामीले आफ्नो सुरक्षा संयन्त्रलाई दह्रो बनाउन, उहाँहरूलाई अकाउन्टेबल बनाउन होइन। अर्को पालि यस्तो घटना नहोस् कुनै ठाउँमा भन्नलाई त्यसमा हामी प्रतिबद्ध छौँ। हामीले त्यसको लागि प्लानिङ पनि गरेका छौँ। हजुर भन्नुहोस् न सर। मलाई एउटा कुरा के म विश्वास राख्छु भने नि गृहमन्त्री पनि मान्छे नै हो, मानव नै हो, कुनै तत्त्व होइन, कुनै केही पनि होइन। र गृहमन्त्रीज्यूलाई मैले म धेरै विषयवस्तु केही पनि उठान गर्न चाहन्न। यो देशप्रेमी पत्रकारको हैसियतले यहाँलाई एउटा मात्र प्रश्न के गर्न चाहन्छु भने नेपाल सरकार गृह मन्त्रालयको मातहतमा रहनुभएको तपाईँ सुदन गुरुङ, अब तपाईँको चाहिँ के विश्व शान्ति तथा मानविकताको निमित्त चाहिँ के खाका तयार पार्नु भएको छ र सम्बन्धित मन्त्रालयको चाहिँ के योजना छ? यसो छ हाम्रो तपाईँको पहिलो कुरा त अहिले यो समस्यालाई समाधान गर्ने यो द्वन्द्वलाई हामीले निर्कुल पार्ने नै हो हाम्रो फर्स्ट प्रायोरिटी भनेको। त्यो भनेको हाम्रो यहाँको नागरिकहरू घर गएर आनन्दसित सुरक्षित साथ सुत्नु पाउनु पर्यो। अहिले सबैजना मैले देखिरहेको छु बाटोमा उठ्नु भइरहेको छ। हामी पनि सुतेका छैनौँ। यो भनेको होइन कि हाम्रो जनता सुतेका छैन अनि हामीले ढुक्क त्यो समय हाम्रो त्यस्तो खालको हामी सरकार हो। त्यसरी हामी जितेर आएको नै होइन। तर यो समाजलाई ढुक्कसँग बसाउनु त हाम्रो पहिलो दायित्व हो, पहिलो जिम्मेवारी हो नि त। त्यही भएर यो समस्या समाधान गर्न माग सम्बोधन गर्नु पर्यो। माग सम्बोधन गरेपछि हाम्रो मृतकको परिवारहरूसँग गएर भेट्नु पर्यो, उहाँहरूसँग सल्लाह सुझाव लिनु पर्यो होइन। उहाँहरूलाई सान्त्वना दिनु पर्यो। हामी साथमा छौँ है भनेर उहाँहरूलाई पनि भन्नु पर्यो। नेपाल सरकार त तपाईँको घर घरमा हुनु पर्यो नि त। अहिले पहिला जस्तो सिंहदरबार मात्र भएर त भएन नि त। त्यही भएर म नआयो होला, तर हाम्रो रिप्रेजेन्टेटिभ स्वास्थ्य मन्त्रीज्यू त आउनु भएको छ नि त। जहाँ पनि गृहमन्त्रीज्यू नै पुग्नु पर्ने त होइन। स्वास्थ्यको समस्या स्वास्थ्य पुग्नुहुन्छ, गृहको समस्या गृह पुग्नुहुन्छ होइन। त्यही भएर अहिले पहिलो प्राथमिकता हाम्रो योमा छ। तर दीर्घकालीन यसलाई चाहिँ कसरी समाधान गर्ने भन्ने चाहिँ हाम्रो एउटा गुरु योजना चाहिँ हामीले बनाइ नै रहेको छौँ। यसमा छानबिन हुने कुरादेखि लिएर कारवाही हुनुपर्ने कुरादेखि लिएर छानबिन समितिको प्रतिवेदन आइसकेपछि तपाईँको यसलाई कारवाही गर्नेदेखि यसमा कसैलाई छुट हुँदैन। पहिला जस्तो समय होइन जहाँ कि तपाईँको यो प्रतिवेदनलाई तलमाथि गर्न सक्ने अहिले चाहिँ अवस्था आउँदैन। जहाँ कि तपाईँको यसलाई मिलाउँ उसलाई मिलाउँ, यसलाई छोडौँ उसलाई छोडौँ हुने चाहिँ हुँदैन। त्यही भएर हामीले 3जना मान्छे एड गरेको कारण थप गरेको कारण यही हो। न्याय अर्को कुरा हो हामीले दिनुपर्ने होइन। मन्त्रीज्यू तपाईँको कार्यकालको लागि तपाईँलाई हार्दिक हार्दिक शुभकामना र तपाईँको मन्त्रीज्यू एकदमै महत्त्वपूर्ण क्वेसन छ। महत्त्वपूर्ण क्वेसन छ। हार्दिक शुभकामना यहाँको विषय यतिखेर मन्त्री अब मन्त्रीजीको गाडी अब अगाडि निस्किन्छ। को चाहिँ अब डाइरेक्ट जुन ठाउँमा घटना घटेको थियो र त्यो ठाउँमा गएर अनुगमन गर्ने उहाँको टिम अनुगमन गर्नुहुन्छ ल गएर। अब ठ्याक्कै यहाँदेखि 1 किलोमिटर टाढा छ र उहाँ यहाँदेखि निस्किसक्नु भएको छ र पुरै अनुगमन अब अन्धार जुन
त्यहाँ चाहिँ स्टुडियो यता नारा लागिरहेको छ दर्शक जुन यता प्रहरी प्रशासनको जुन छ र यता यतिखेर यो जुन दृश्य देखिराख्नु भएको छ उहाँहरू घटनास्थलमै गएर अनुगमन गर्ने सुमन गुरुङको जुन निर्णय छ र उहाँ गए अहिले घटनास्थल नै गई प्रस्थान गर्नुभएको छ र उहाँहरू यतिखेर म तपाईँलाई पलको अपडेट दिलाउनेछु हामीसँगै बस्नु होला हामी पनि घटनास्थलमै हामी यतिखेर अब हामी घटनास्थलतिरै लागिरहेछौँ दर्शक यति बेला के चलाएको हिरोहरू हेरेर चलाऊ यार कान्छा बस न यो समात्नु पहिला हिँड त्यहाँ अलिकति त्यहाँ लफडा हुनसक्छ करिब हेडलाइन हालेको अगाडिकै राख्नु न हात हिँड न तिमी सिधा हो बापले यता हेर्छौ वरि झुगाइदिनु कोहीमा बस मरिहाल्छ मलाई धुलोले बाटो देखिरहेको छ यहाँ
अपने के यो बात में रहल दोन सजिलो यही रहेछ फोन देऊ न लिनु नि पीडितको घरमा यहाँ रुवाईवासी भइरहेको छ गृह मन्त्री माननीय ज्यू माननीय निशा चुप रहो ना, शांत रहो। भाई वाला बात ध्यान आफन्तै मान्छे हाम्रो तपाईँको पछाडिमा सांसद पनि छ है, यहाँ पीडित दर्शक पीडितको घर हाम्रो गृहमन्त्री चाहिँ हुनुभएको छ। पीडितको कुरा सुन्नको लागि यता